नेमार इज ब्याक इन ब्राजिल जर्सी आफ्टर 2 years। अनि यो कुरा एज अ नेमार पनि कति खुसीको कुरा हो भन्ने कुरा मैले तपाईँहरूलाई एक्सप्लेन गर्नै सक्दिनँ, तपाईँहरूले आफै बुझ्नुहुन्छ। अनि कोही नेमार फ्यान छ भने म पनि तपाईँहरूको कुरा बुझ्न सक्छु, तपाईँहरू कति खुसी हुनुहुन्छ भन्ने म सोच्न सक्छु। आज मलाई त्यस्तो धेरै मतलबै थिएन नेमारले कस्तो खेल्थ्यो, नेमारले कति मिनट खेल्थ्यो, अनि नेमारको पर्फर्मेन्स कस्तो आउँथ्यो, गोल गर्थ्यो या गर्दैन, यो कुरा मेरो दिमागमै थिएन। किनभने जब नेमार लास्ट 15 मिनट पिचमा आयो, मेरो आँखा चाहिँ नेमार मात्र थियो, उसको पर्फर्मेन्सहरू भन्दा पनि आई जस्ट वान सी नेमार बिकज आई लभ सिइङ द्याट गाई। मेस्सी मेरो आइडल हो, अनडिस्प्युटेड गोट पनि हो मेरो लागि, तर ऊ पछि मेरो फेभरेट अरू कुनै प्लेयर हो भने त्यो नो डाउट नेमारै हो। पर्फर्मेन्सको कुरा गर्ने हो भने यस्तो कम्फर्टेबल म्याचमा जहाँ ब्राजिलले डोमिनेट गरिरहेको म्याचमा पनि नेमार वाज नट द्याट गुड। हामीले ऊ बार्सा बेला 2014मा बार्सामा देख्ने, 2014 2018 ब्राजिलको स्क्वाडमा देख्नेवाला नेमार थिएन। हिजो हामीले जुन नेमार देख्यौँ ऊ हल्का सेफ भएर खेल्न खोजेको, अनि विच इज अन्डरस्ट्यान्डेबल। इन्जुरी पछि कोही प्लेयरहरू फिल्डमा आइरहेछ भने हल्का सेफ भएर अननेसेसरी रिस्कहरू अभोइड गरेर खेलिरहेको हुन्छन्, अनि नेमारले हिजो त्यही गरिरहेको थियो, जुन ठिक पनि हो। किनभने ब्राजिलले त्यो म्याच अलरेडी लगभग विनै जस्तो थियो, नेमारलाई त जस्ट आफ्नो मोमेन्टम कन्फिडेन्स बिल्ड गर्नु मात्र थियो। के नेमारले अब अपकमिङ फिक्चरहरू नि स्टार्ट गर्लान् या फेरि आउलान्, अनि नेमारको रोल चाहिँ के हुन्छ त यो ब्राजिलमा भन्ने कुरा हजुरहरूलाई लाग्छ भने मेरो पर्सनल बुझाइमा नेमारले अर्को नेक्स्ट नकआउट म्याच अगेन्स्ट जापान स्टार्ट गर्छन् जस्तो मलाई लाग्दैन। किनभने नेमार त्यस्तो राइट कन्डिसन अरू 100% फुल्ली फिट एकदम फर्ममा छैन, टाइम लिन खोजिरहेको प्लेयरहरू जस्तो देखिन्छ, अनि जुन टाइम उनले लिनु पनि पर्छ। अनि मलाई लाग्छ कार्लो आन्चेलोटीले स्टार्ट गराउँदैनन्। तर हिजोको पर्फर्मेन्स नेमारको जस्तो भयो भने मैले नेमारमा एउटा कुरा चाहिँ के नोटिस गरेँ भने उसको कर्नर डेलिभरिज, त्यो क्रिएटिभिटी, त्यो फ्लेयर अझै पनि नेमारमा कतै कतै देखिन्छ है। अनि मेन कुरा त उसको डेलिभरीहरू, एभ्री कर्नरमा पावर थियो, एभ्री कर्नरमा एक्युरेसी थियो। त्यो हाम्रो त्यो नेमार देख्दा चाहिँ मलाई पहिलाको हल्का झल्को दिनेवाला नेमार देखिरहेको थिएँ मैले फिल्डमा। नकआउट स्टेजमा ब्राजिल अपकमिङ नकआउट स्टेजमा जाँदै गर्दाखेरि नेमारको रोल के हुन चाहिँ सक्छ है। फेरि नेमार यो टिमको पार्टै हुँदैनन् भनेर चाहिँ म भन्दिनँ, किनभने ब्राजिल टिमले मिडफिल्डमा क्रिएटिभिटी ल्याक गर्छ, अनि ब्राजिलको मिडफिल्ड र अट्याक कोही बेला डिसजोइन्टेड जस्तो देख्छ। अनि कुरालाई कुनै एउटा प्लेयरले एकदमै राम्रोसँग कनेक्ट गर्न सक्छ भने त्यो चाहिँ नेमारै हो है। अनि यो कुरा कार्लो एन्चेलोटीलाई नि राम्रोसँग थाहा छ, अनि मलाई यति विश्वास छ कि कुनै एउटा म्यानेजरले नेमारको चाहिँ यो उमेरमा नेमारको बेस्ट निकाल्न सक्छ भने त्यो कार्लो एन्चेलोटी नै हो। हामीले देखिसकेका छौँ कार्लो एन्चेलोटी आफ्नो फरवार्डहरूलाई कसरी, यो ब्राजिलको अहिलेको मेन हाइलाइट भनेको भिनिसियस जुनियर एन्ड यो ब्राजिलको अट्याकिङ कम्बिनेसन। अनि कार्लो एन्चेलोटीले आफ्नो अट्याकरहरूलाई जस्तो फ्रिडम दिएको छन् नि, त्यो फ्रिडम चाहिँ एकदमै की बनिरहेको छ अहिले ब्राजिलको क्रिएटिभिटीको। अनि भिनिसियस जुनियर द म्यान फर बिग गेम, उसलाई चाहिँ एलिगेसन लाग्ने गर्थ्यो पहिले, यसले अब रियल माड्रिडको लागि पर्फर्म गर्छ, च्याम्पियन्स लिगमा पर्फर्म गर्छ, तर ब्राजिलको लागि चाहिँ कहिले पनि यसले पर्फर्म गर्दैन भन्ने एलिगेसनहरू लाग्थ्यो, क्रिटिसिजमहरू हुन्थ्यो। तर यो सिजन भिनिसियस जुनियर ह्याज बिन ब्राजिल टप स्कोरर, उसले अलरेडी 4 गोल स्कोर गरिसकेका छन्। अनि हिजोको गेममा त ही कुड ह्याभ इजिली स्कोर्ड ह्याट्रिक, अझ त्योभन्दा बेसी नै स्कोर गर्न सक्थ्यो उसले। उसको रन्सहरू यो टिममा भिनिसियस जुनियर एकदमै डेडली छ, अनि भिनिसियस जुनियर कार्लो आन्चेलोटीको अन्डर कति डेडली हुनसक्छ भन्ने कुरा हामीले पहिला नै देखिसकेको। भिनिसियस जुनियर टप प्लेयर, कार्लो आन्चेलोटीको अन्डर एकदमै लिथल हुनेवाला छ। अनि भिनिसियस जुनियरको र माथियस कुइनाको कम्बिनेसन अन टप, तिनीहरूको 1-2s, अक्युनियाले भिनिसियस जुनियरलाई एकदमै हेल्प गरिदिएको छ है साइन गर्नको लागि। त्यो पासहरू, त्यो थ्रु बलहरू निकालिदिने, त्यो रन बनाइदिने स्पेसमा, भिनिसियसको लागि स्पेस ओपन गरिदिने, माथियस अक्युनियाले यो काम चाहिँ राम्रोसँग गरिदिरहेको छन्। अनि जुन कुराले गर्दा भिनिसियस जुनियर एकदमै थ्राइभ गरिरहेछ टप। अनि भिनिसियस जुनियरलाई मान्छेहरूले इग्नोर गर्छन्, यो ब्राजिलको टिममा भिनिसियस जुनियरलाई इग्नोर गर्छ। हामीले कुरा गर्दाखेरि मेस्सीको ह्याट्रिकको कुरा गरिन्छ, रोनाल्डोको ब्रेसको कुरा गरिन्छ, हालान्डको ब्रेसको कुरा गरिन्छ, एम्बापेको ब्रेसको कुरा गरिन्छ, तर मलाई लाग्छ भिनिसियस जुनियर पनि हालान्ड एम्बापे सँगै त्यो कन्भर्सेसनमा चाहिँ आइराख्नु पर्ने खालको पर्फर्मेन्स र आइराख्नु पर्ने खालको मान्छे एज अ प्लेयर हो। के यो ब्राजिल टिम पर्फेक्ट छ त? यो ब्राजिल टिम पर्फेक्ट छैन। हिजोको गेममा त ब्राजिलले एकदमै डोमिनेट गरेर गेम खेल्यो, तर त्योभन्दा अगाडिको गेम पनि हाइतीसँग डोमिनेटै गरेको। बट मोरोकोसँग हामीले ब्राजिलको विकनेस देखेको थियौँ। मोरोकोसँग हामीले ब्राजिलले कति मिडफिल्डमा क्रिएटिभिटी ल्याक गर्छ, डिफेन्सिभ
डिफेन्सली कति भर्नरेबल छ ब्राजिल, यो डिफेन्स लाइनले के गर्छ भन्ने कुरा राम्रोसँग उनी टेस्टै भएको छैन ब्राजिल, यो ब्राजिलको टिमको। अनि त्यो चाहिँ मेरो लागि कन्सर्न हो। अनि मिडफिल्डको क्रिएटिभिटीको कुरा गर्दाखेरि इफ नेमार फुल्ली फिट भयो र कार्लो एन्चेलोटीले नेमारलाई यो टिममा इन्क्लुड गर्न म्यानेज गर्यो भने मिडफिल्डमा क्रिएटिभिटीको पार्ट चाहिँ नेमारले कम्प्लिट गरिदिन सक्छ, मलाई त्यसमा डाउटै छैन। किनभने अहिले पनि ओल्ड फुटबलमा कुनै प्लेयर एकदमै मेस्सी लेभलको कुनै प्लेयर, क्रिएटिभ प्लेयर कुनै छ भने त्यो नेमारै हो, अरू कोही हुनै सक्दैन। नेमारको क्रिएटिभिटी चाहिँ अझै उसमै छ, किनभने त्यो ट्रेन गरेर आउने होइन कि, त्यो यत्तिकै प्लेयरमा आफै हुने कुरा हो जुन एक्सपिरियन्सले बढ्दै जान्छ। अनि त्यो कुरा चाहिँ नेमारमा एकदमै धेरै नै छ। ब्राजिल यो टुर्नामेन्टमा के माथिसम्म जान सक्छ त? यस, जान सक्छ। किनभने यो ब्राजिलको अट्याकिङ अनि यो ब्राजिलको मिडफिल्ड, हुन त यिनीहरूले राफिनालाई मिस गरिरहेछन्, जसले ओभरक्रेट प्रोभाइड गर्थ्यो, यिनीहरूको प्रेसिङ जसले स्टार्ट गर्थ्यो। ब्राजिलमा यो राफिना चाहिँ मिस भइरह, तर अब बिस्तारै नेमारको इन्क्लुजन अनि 19 year old रायन पर्फर्मिङ फर द कन्ट्री इन द बिगेस्ट स्टेज, यो कुराहरूले गर्दाखेरि चाहिँ ब्राजिल माथिसम्म जान सक्छ। तर ब्राजिलको नेक्स्ट म्याच चाहिँ एकदमै टफ हुनेवाला छ, किनभने राउन्ड अफ 32मा ब्राजिल विल फेस जापान इज अ गुड टिम। भले जापानले आज ड्र गर्यो होला स्विडेनसँग, तर जापान इज भेरी गुड टिम। अनि जापानले ब्राजिललाई टफ कम्पिटिसन दिन्छ, अनि त्यो ब्राजिलको लागि एउटा बिगेस्ट टेस्ट पनि हुन सक्नेछ। अनि आई थिङ्क ब्राजिल क्यान विन द्याट म्याच। तर अब हेरौँ के हुन्छ। अनि तपाईँलाई के लाग्छ, ब्राजिल माथिसम्म जान सक्छ यो वर्ल्ड कप टुर्नामेन्टमा? के ब्राजिल क्यान गो अल द वे टु विन द ट्रफी?